अनिल भाइ, हजुर नेपालमा चुनावको चर्का चर्की छ होइन? तिमी पनि जेनजी समूहकै मान्छे हौ, केही छ त छोटकरीमा सन्देश? अता एउटा चिठी लेखाएको थिएँ मैले होइन, भोग्नु यहाँ फोटो छ क्या अरे यतै। मैले यो चुनावकै बारेमा भनेर यसो घरको लागि एउटा चिठी लेखाएको थिएँ। भेट्यो, सुनाउँछु है, चिठी सुनाउँछु है त। यो चिठीमै अलिकति कविताको भाव पनि त्यसैमा छ। म सुरु गर्छु है। पूजनीय बुवा आमा सेवा ढोग, मलाई यहाँ सन्चै छ, हजुरहरूलाई पनि त्यहाँ सन्चै होला भन्ने आशा गर्दछु। सुनेको गाउँघरमा चुनावको लहर जोरदार छाएको छ। झन् यसपालि त फरक सोच विचार लिएर नयाँ अनुहारहरू पनि आएको छ। आफू फेरि यो राजनीति भन्ने चिज खासै बुझ्दिनँ, त्यसैले मैले भन्दा अलि तितो लाग्ला। तर बुवा, हजुरको हातमा त्यो घाम चिन्हको झन्डा देख्दा मलाई त 12 वर्ष अघिको कतारको घाम याद आउँछ। त्यही घामले डढेको तपाईँको छाला याद आउँछ, अनि त्यही पिरले यता चाउरिएको आमाको गाला याद आउँछ। हुन त काकालाई पनि साउदीको त्यो गर्मी कति साह्रो भएको होला, खप्नै नसकी फर्किँदा कति गाह्रो भएको होला। त्यसैले होला शीतल खोज्दै जाँदा रुख चिन्न पनि त्यति प्यारो भएको होला। झन् ठुल्बाको त पुरै जीवन नै गाउँघरमै बित्यो, त्यसैले त उहाँको प्यारो खेतबारी हलो हँसिया कोदालो भएको होला। तर जेसुकै होस्, यसपालिको भोट पनि त्यही पुरानै नेतालाई दिनुपर्छ है। बुझ्नुभयो नि? यसपालिको भोट पनि त्यही नेतालाई दिनु जसले देश विकास गरेको छैन, जसले गरिब दुखीको पेट भरेको छैन, जसको छोराछोरी गोली लागि मरेको छैन। देश नफेरे के भयो त? देश नफेरिए के भयो त? मैले देश फेरिहालेँ। घरको याद आउँदा सिरकभित्र निस्सासिँदै रुँदा कस्तो देखिन्छु त्यो पनि हेरिहालेँ। अब त भाइ पनि ठुलो भयो, उसलाई पनि यतै पठाइदिनु, दाजुभाइसँगै मिलेर कमाउँला, धुमधाम बहिनीको बिहे गरिदिउँला। देश नबनेर के भयो त? देश नबनेर के भयो त? एउटा सानो चिटीको घर बनाउला, ठुलो फराकिलो आँगन बनाउला, त्यही आँगनमा नाता नातिना खेलाउनु, अनि पछि ठुलो भएपछि उनीहरूलाई पनि विदेश पठाउँला। यदि यसपालि भोट दिएर राम्रो मान्छेलाई जितायो भने है, यसपालि भोट दिएर राम्रो मान्छेलाई जितायो भने, देशले असल नेता पायो भने, मेरो सन्तानले त परदेशमा गएर पसिना साट्नै पाउँदैन, आमाको काख छाडेर बिरानो सहरमा रात काट्नै पाउँदैन, अनि जति नै दुःख भए पनि म ठिक छ आमा भन्दै ढाट्नै पाउँदैन। हिम्मत हारेको छैन, अझै जिउँदैछ, किनकि हजुरहरूको आशीर्वाद मेरो साथमा छ। ज्यान यता तर मन सधैँ घरको यादमा छ। हजुरको सन्तान आज यो हालतमा छ, तर मेरो सन्तानको भविष्य तपाईँहरूकै हातमा छ। त्यसैले फेरि पनि भन्दैछु, यसपालिको भोट पनि फेरि त्यही पुरानो नेतालाई दिनु है, जसको मन जनता मर्दा इत्ति पनि चर्केको छैन, जसको मन जनता मर्दा इत्ति पनि चर्केको छैन। त्यही नेता जसको सन्तान बाकसमा घर फर्केको छैन, जसको सन्तान बाकसमा घर फर्केको छैन। हस् त बुवा, हस् आमा, एकअर्काको ख्याल राख्नु। उही तपाईँको भाग्यमानी परदेशी सन्तान। नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे, नेपालै